यस पटकको 9औं संस्करणको रम्पम विराट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि 3 स्टार क्लबले जितेको छ। विराटनगरको शहीद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च बॉयज युनाइटेडलाई 0 को विरुद्ध 2 गोलले पराजित गर्दै 3 स्टार च्याम्पियन बनेको हो। 3 स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान 1-1 गोल गरे। 3 स्टारले खेल सुरु भएको 5औं मिनेटमा अग्रता लियो। नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाकीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए। 3 स्टारले दोस्रो गोल 63औं मिनेटमा गर्यो। दिपेश घलेले 1 भर्सेस 1 मा डिबक्स भित्रबाट गरेको प्रहार चर्च बॉयजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो। फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाले चुम्न सफल भयो। उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भयो। उपाधिसँगै 3 स्टारले नगद 11 लाख रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता चर्च बॉयजले नगद 5 लाखमा चित्त बुझायो। 3 स्टारले यस अघि 5औं संस्करणको विराट गोल्ड कपको उपाधि पनि जितेको थियो। त्यसबेला आर्मीलाई 3-0 गोलले फाइनलमा हराउँदै 3 स्टारले उपाधि हात पारेको थियो। चर्च बॉयज पहिलो पटक विराट गोल्ड कपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो, तर उपाधिको निर्णायक भिडन्तमा चर्च बॉयजले बलियो चुनौती पेश गर्न सकेनन्। प्रतियोगिताको म्यान अफ द म्याच 3 स्टारका कप्तान एकराज बुढाथोकी घोषित भए। उनले नगद 11,000 पाए। विधागत पुरस्कार तर्फ पनि 3 स्टारको वर्चस्व कायम नै रह्यो। उत्कृष्ट प्रशिक्षकमा 3 स्टारका गणेश खड्का घोषित भए। त्यसैगरी बेस्ट गोलकिपर 3 स्टारका विवेक मगर, हाई स्कोर 3 स्टारका दिपेश घले घोषित भए। उनीहरूले जनै नगद 15,000 पाए। बेस्ट प्लेयर अफ द टुर्नामेन्ट 3 स्टारका खेमराज श्रेष्ठ घोषित भए। उनले नगद 51,000 प्राप्त गरे। फागुन 19 गतेबाट सुरु भएको गोल्ड कपमा 2 विदेशी सहित ए डिभिजनका 10 टिमको सहभागिता रहेको थियो। विजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भीम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, विराट गोल्ड कपका संयोजक नवीन रिजाल लगायतले पुरस्कार वितरण गरेका थिए। फाइनल खेलमा अन्य दिनभन्दा धेरै दर्शकहरूको उपस्थिति रहेको थियो। दुवै टिमलाई घरेलु दर्शकहरूले साथ र सपोर्ट गर्दै हौसला बढाएका थिए। 9औं संस्करणको विराट गोल्ड कप भने विवाद रहित सम्पन्न भयो। आवर विराटनगर डटिङका लागि प्रेम देवान, विराटनगर।